सम्पूर्ण साथीहरुमा नमस्कार। आज म 2082 साल असोज 29 गते बुधबार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तर लिएर उपस्थित भइसकेको छु। कुनै पनि ढिला नगरी विषय वस्तुतिर लागौं है त। यसमा जम्मी 23 वटा प्रश्नहरू रहेका छन्, जसअन्तर्गत पहिलो प्रश्न रहेको छ, सन् 2025 मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन्? यसमा 3 वटा वैज्ञानिकहरूले नोबेल पुरस्कार प्राप्त गरेका थिए, जसमा बेलायतबाट छन् जोन क्लार्क, फ्रान्सबाट छन् मिशेल एस डेभरेट र अमेरिकाबाट छन् जोन एम मार्टिनिज। यसैगरी चिकित्सा शास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र गरी नोबेल पुरस्कार विजेताको नामहरू पनि यहाँ उल्लेख गरिएको छ र उनीहरूले पुर्याएको योगदान पनि उल्लेख गरिएको छ। तपाईहरू सजिलै पढ्न सक्नुहुनेछ। यसैगरी प्रश्न नम्बर 2 तर्फ लागौं। फिफाद्वारा 23औं विश्वकप फुटबल 2026 को आधिकारिक बल कहिले सार्वजनिक गरियो? उक्त प्रश्नको उत्तर छ सन् 2025 अक्टोबर 2 मा र उक्त बलको नाम ट्रिओन्डा राखिएको छ र जसमा सहभागी राष्ट्र रहेका छन् 45 वटा। पहिलो पटक 45 राष्ट्रको सहभागिता रहेको छ। यसअघि सहभागी राष्ट्र 32 वटा देशहरू मात्रै रहेका थिए। यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ, पद्मश्री साधना सम्मान 2082 कसलाई प्रदान गरियो? र उक्त प्रश्नको उत्तर छ रमा शर्मा, जसमा पुरस्कार राशि रहेको छ जनही 3 लाख रुपैयाँ। यसैगरी विश्व बैंकले सन् 2025 अक्टोबरमा सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्ट अनुसार आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति हुने प्रक्षेपण छ? यसको उत्तर छ 2.1%। यसैगरी एयर इन्डियाको ड्रिम लाइनर 787 जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो, जुन नयाँ दिल्लीबाट लन्डनका लागि उडेको थियो? र उक्त प्रश्नको उत्तर छ सन् 2025 जुन 12, जसमा 241 जनाको दुखद निधन भएको थियो भने जसमध्ये 1 जना मात्रै बाँच्न सफल भएका थिए। निर्धारित समयमा दर्ताका लागि नआएसँगै फेसबुक लगायतका सामाजिक सञ्जालमाथि कहिले प्रतिबन्ध लगाइएको थियो? उत्तर रहेको छ विक्रम सम्वत 2082 भदौ 19 गते र जसमा जेन्जी आन्दोलन भएसँगै भदौ 23 गते नै प्रतिबन्ध फुकुवा गरिएको थियो। 7 नम्बरमा छ, सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय कहिले गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 असोज 23 गते। 8 नम्बरमा रहेको छ, सरकारले हालै कुन जिल्लालाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्यो? उत्तर रहेको छ इलाम, विक्रम सम्वत 2082 असोज 23 गते, जसमा इलामलाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको हो। यसैगरी छ 9 नम्बरमा, इजरायल र हमास बीच कहिलेदेखि लागू हुने गरी युद्ध विराम सम्झौता भएको हो? जसमा उत्तर रहेको छ सन् 2025 अक्टोबर 11 र यसैगरी 10 नम्बरमा छ, बिमस्टेक बडापत्रमा कति धारा रहेका छन्? र प्रश्नको उत्तर रहेको छ 36 धारा। र यसैगरी 11 नम्बरमा रहेको छ, अन्तर्राष्ट्रिय बेपत्ता दिवस कहिले मनाइन्छ? हरेक वर्ष अगस्त 30 तारिकको दिन। 12 नम्बरमा रहेको छ, विश्व हुलाक दिवस कहिले मनाइन्छ? हरेक वर्ष अक्टोबर 9 मा।
र जसमा 2025 को नारा रहेको छ नागरिकका लागि हुलाक, स्थानीय सेवा, विश्वव्यापी पहुँच। नेपालमा विक्रम सम्वत 1935 मा नेपाल हुलाक घर स्थापना गरी औपचारिक रूपमा हुलाक सेवाको सुरुवात भएको थियो। यसै गरी 13 नम्बरमा रहेको छ जलवायु परिवर्तन र यसको प्रभाव सम्बन्धी विश्व सम्मेलन CCI 2025 कहिले र कहाँ सम्पन्न भएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 भदौ 21 देखि 23 गतेसम्म काठमाडौँमा सम्पन्न भएको हो। प्रश्न नम्बर 14 मा रहेको छ नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 भदौ 2 गते। 15 नम्बरमा रहेको छ QR कोडको आविष्कार कसले गरेका हुन्? उत्तर रहेको छ मासाहिरो हारा जुन जापानका हुन्। यसै गरी 16 नम्बरमा रहेको छ नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो? उत्तर रहेको छ सन् 2025 मेमा। 17 नम्बरमा रहेको छ कोशी प्रदेश पर्यटन वर्ष 2082 कहिले घोषणा गरिएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2081 चैत्र 27 गते। 18 नम्बरमा रहेको छ हाल नेपालकी जीवित देवी श्रीकुमारी पदमा कसलाई चयन गरियो? उत्तर रहेको छ आर्यतारा शाक्य। विक्रम सम्वत 2082 असोज 14 गते उनलाई चयन गरिएको थियो। यसै गरी 19 नम्बरमा छ विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्य वस्तुको सङ्ख्या कति रहेको छ? उत्तर रहेको छ 814। 20 नम्बरमा रहेको छ नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण गरिएको छ? उत्तर रहेको छ रु 19,550 र यो निर्धारण गरिएको 2082 साउनबाट हो। 21 नम्बरमा छ गण्डकी प्रदेश सभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कहिले पारित गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 असार 24। 22 नम्बरमा छ सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2082 अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन्? उत्तर रहेको छ 28 वटा र नोक्सानमा रहेका 15 वटा छन् भने 2 वटाको विवरण प्राप्त भएको छैन। यसै गरी अन्तिम प्रश्न रहेको छ 23 नम्बरमा अध्यागमन विभागद्वारा ई-भिसा सेवाको शुभारम्भ कहिले गरियो? उत्तर रहेको छ विक्रम सम्वत 2080 माघ 26 गते। यो सँगै हामी करिब अन्त्यतिर आइसकेका छौँ। भिडियो कस्तो लाग्यो मन परेमा लाइक सब्सक्राइब गर्न नबिर्सनुहोला र सबै साथीहरू माझ पुर्याउनको लागि सेयर गर्न पनि नबिर्सनुहोला भन्दै तपाईँको बाँकी समय एकदमै राम्रो रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। अहिलेलाई बिदा हुन्छु। नमस्ते।